नमस्ते। आज हामी कक्षा 12 पछि जापानमा पढ्ने अवसरहरूबारे अलि गहिरिएर कुरा गरौँ है त। नमस्ते। हाम्रो जानकारीको आधार चाहिँ कलेज कोच नेपालले दिएको विवरण हो। अँ, हाम्रो उद्देश्य के हो भने जापान जान चाहने विद्यार्थीहरूका लागि के कस्ता सम्भावना छन् अनि कलेज कोच नेपालले कसरी सघाउन सक्छ भन्ने कुरा प्रष्ट पार्नु। हो यो धेरैको चासोको विषय हो। जापानको शिक्षा त राम्रो छ भन्छन् नि होइन? प्रविधि, नयाँ कुराहरू अनि विद्यार्थीलाई कामको लागि तयार पार्ने त्यो शैली नै आकर्षक छ। बिल्कुल, विश्वमै उत्कृष्ट मानिन्छ। ल, त्यसो भए सुरु गरौँ न त यसबारे। हुन्छ, र तपाईँले भने जस्तै स्रोतले पनि केही राम्रा पक्ष औँल्याएको छ। जस्तै अरू विकसित देशको तुलनामा शिक्षण शुल्क अलिक किफायती हुन सक्छ। ए, साँच्चै? किफायती शुल्क? अनि विश्वव्यापी करियरको ढोका पनि खुल्छ। यो पक्षले धेरैलाई तान्न सक्छ जस्तो लाग्छ मलाई। हो त नि। किफायती शुल्क र विश्वव्यापी अवसर, यो त सुन्दै राम्रो लाग्यो। त्यसो भए जापान नै किन त? उत्कृष्ट शिक्षा त भइहाल्यो, अरू के छन् फाइदा? शिक्षा त छँदैछ, त्यसमाथि विद्यार्थीले पढ्दा पढ्दै कानुनी रूपमै पार्ट टाइम काम गर्न पाउँछन्। एक काम पनि गर्न पाइने? ओहो, यसले गर्दा मतलब आफ्नो खर्च अलिअलि उठाउन सजिलो हुन्छ। अनि जापानको त्यो युनिक कल्चर अनुभव गर्न पाइयो। वातावरण पनि एकदम सुरक्षित छ। सुरक्षा पनि महत्त्वपूर्ण कुरा भयो। छात्रवृत्तिको केही छ कि? छ नि, जापान सरकारले नै दिने मिक्स्ड छात्रवृत्ति छ। त्यो निकै प्रतिष्ठित हो। अनि ज्यासो भन्ने अर्को संस्थाको पनि छ। मिक्स्ड र जासो, इनामहरू त सुनेका हुन्। अनि प्रविधिको कुरा नि, जापान त टेक्नोलोजीमा अगाडि छ। एकदमै, खास गरी इन्जिनियरिङ, प्रविधि, व्यवस्थापन पढ्न चाहनेलाई त जापानकै एकदम राम्रो गन्तव्य हो। त्यहाँको इन्डस्ट्री र कलेज बीच राम्रो सम्बन्ध पनि देखिन्छ। राम्रो कुरा। ल, अब कसले अप्लाई गर्न मिल्छ त? को जान पाउँछन्? स्रोतले के भन्छ भने भर्खरै 12 कक्षा वा +2 पास गरेका विद्यार्थीहरू। ए, फ्रेश पास आउट। हो, फ्रेश पास आउट। र मुख्य कुरा, जापानमा गएर साँच्चै पढ्नु मन लागेको हुनु पर्यो। अनि अङ्ग्रेजी आइल्स चाहिन्छ कि चाहिँदैन? आइल्स नै त अनिवार्य छैन भनिएको छ, तर अलिअलि अङ्ग्रेजी बोल्न सक्न चाहिँ हुनु पर्यो, बेसिक कम्युनिकेसन। अच्छा। तर एउटा कुरा के छ भने जापानी भाषा सिक्न चाहिँ तयार हुनु पर्यो। ए, भाषा चाहिँ सिक्नु पर्यो, त्यो त आवश्यक नै होला। हो, त्यो त चाहिन्छ नै। अब यो कलेज कोच नेपालले चाहिँ कसरी सघाउँछ त यो सबै प्रक्रियामा? तपाईँले अघि भन्नुभयो नि उनीहरूको जानकारीमा आधारित भनेर। हो, उनीहरूको प्रक्रिया निकै व्यवस्थित देखिन्छ है। स्रोतमा हेर्दा स्टेप बाई स्टेप सहयोग गर्ने रहेछन्। कस्तो छ त प्रक्रिया? पहिलो चरण के हुन्छ? पहिलो चरणमा चाहिँ करियर काउन्सिलिङ र कोर्स छान्ने काम। मतलब विद्यार्थीको रुचि, पढाइको ब्याकग्राउन्ड हेरेर कुन कोर्स, कुन कलेज ठिक हुन्छ भनेर सल्लाह दिने। ए, सुरुमै गाइड गर्ने? हो, अनि सँगसँगै भाषा तयारी, भिसा र कलेजको लागि चाहिने JLPT वा नेट जस्ता भाषा परीक्षाको लागि कक्षा पनि दिने रहेछन्, निशुल्क वा छुटमा। भाषा तयारी पनि सँगै? अनि त्यसपछि आउँछ आवेदनको काम, डकुमेन्टहरू तयार पार्ने। के डकुमेन्ट चाहिन्छ होला? अब त्यही आवेदन फर्म भयो, शैक्षिक प्रमाणपत्रहरू, ट्रान्सक्रिप्ट अनि पैसाको कागजपत्र, फाइनेन्शियल डकुमेन्ट्स। अनि त्यो महत्त्वपूर्ण हुन्छ नि, स्टेटमेन्ट अफ पर्पज, मतलब SOP लेख्न पनि सघाउने रहेछन्। आवश्यक परे जापानी भाषामा उल्था गर्न पनि। ए, SOP मा पनि सहयोग? त्यो त एकदम राम्रो भयो। त्यो अलिक गाह्रो हुन्छ लेख्न। हो नि। अनि कलेज र एम्बेसीको अन्तर्वार्ताको लागि पनि तयारी गराउने, मक सेसनहरू गराएर। अन्तर्वार्ताको तयारी पनि राम्रो रहेछ। आत्मविश्वास बढाउन मद्दत गर्ने। ल, आवेदन र अन्तर्वार्ता भयो, अब भिजा नि। भिजा लगाउन कतिको झन्झट हुन्छ? तेस्रो चरणमा भिसा प्रक्रिया र त्यसपछिका कुरा छन्। भिसा आवेदन भर्नेदेखि एम्बेसीमा बुझाउनेसम्मै सहज बनाइदिने रे। मतलब उनीहरूले नै ह्यान्डल गर्ने? सहजीकरण गर्ने। अनि जानु अघि प्रस्थान पूर्व अभिमुखीकरण, प्री डिपार्चर ओरिएन्टेसन पनि दिने। त्यसमा के हुन्छ? त्यसमा जापानको जीवनशैली, नियम कानुन, पार्ट टाइम काम कसरी खोज्ने, बस्ने व्यवस्था कस्तो हुन्छ भन्ने जस्ता कुराहरूको जानकारी। एकदम उपयोगी जानकारी भयो त्यो त। हो, अनि जापान पुगेपछि पनि सहयोग गर्ने कुरा छ। आवास खोज्न, एयरपोर्टबाट लिन जान पनि सघाउने। उनीहरूका पार्टनर संस्थाहरू हुन्छन् रे त्यहाँ। ए, पुगिसकेपछि पनि सम्पर्कमा रहने? केही समस्या परेमा सहयोग गर्न सम्पर्कमै रहने भनिएको छ। वाह,
यो त पुरै प्याकेज जस्तो देखियो त, सुरुदेखि अन्त्यसम्म। हो, लगभग त्यस्तै देखिन्छ। अरू केही विशेष फाइदा छन् कि कलेज कोच नेपालबाट जाँदा? स्रोतले केही भनेको छ? जस्तै जापानी भाषाको लेभल टेस्ट निशुल्क गर्ने, छात्रवृत्तिबारे जानकारी र गाइडेन्स दिने, भिसामा 100% सहयोग गर्ने। 100% भिजा सपोर्ट। उनीहरूले त्यही दावी गरेका छन्। अनि टोकियो, ओसाका, फुकुओका जस्ता मुख्य शहरका राम्रा कलेजहरूमा पहुँच हुने, जापानभरि उनीहरूका पार्टनर कलेजहरू छन् रे। नेटवर्क राम्रो रहेछ। हो, यसले विद्यार्थीलाई सहज बनाउँछ। हरेक पक्षमा ध्यान दिएको जस्तो देखिन्छ। त्यसो भए निचोडमा भन्दा कक्षा 12 पछि जापानमा पढ्न र करियर बनाउन चाहनेहरूलाई कलेज कोच नेपालले एउटा सिस्टमेटिक बाटो देखाउने भयो। प्रक्रियागत रूपमा एकदमै सहयोगी देखिन्छ। भाषादेखि भिसा, बसोबाससम्मको सहयोग त निकै महत्त्वपूर्ण हुन्छ नि विदेश जाँदा। हो, त्यो त छँदैछ। स्रोतले प्रक्रियामा बढी जोड दिएको छ। तर मलाई के लाग्छ भने नि, भन्नुस् न, यो प्रक्रिया पूरा गरेर जापान जस्तो ठाउँमा जहाँको संस्कृति फरक छ, प्रविधि कति अगाडि छ, त्यहाँ गएर पढ्दा पाउने अनुभव छ नि, त्यो शैक्षिक डिग्री भन्दा पनि ठूलो कुरा हो कि त्यहाँको जीवनशैली, अनुशासन, काम गर्ने तरिका सिक्दा व्यक्ति आफै कति परिवर्तन हुन्छ, उसको सोच कति फरकिलो हुन्छ। हो, त्यो त पक्कै हो, व्यक्तिगत विकासको कुरा। यो खालि पढाइ मात्रै होइन, पुरै जीवन परिवर्तन गर्ने अनुभव पनि त हुन सक्छ नि, होइन र? यसमा पनि विचार गर्नुपर्छ कि